ल दाइ लागौँ ल गाइज हेलो गाइज आज हामी चाहिँ जोडी झर्न जाँदैछौँ। यो चाहिँ हेटौँडाको फेमस वान अफ द फेमस प्लेस है। दाइको साथमा छु म आज। हेलो हाई गाइस दाइ दाजुभाइ आज शनिबार यसो मनाउँदै दाइ र दुई चार शब्द जाओस् न त। एकदम रमाइलो भएको छ, मौसम एकदम चिसो चिसो छ होइन, पानी पर्न लाग्यो जस्तो। आज साझा सटरडे पनि हो होइन, हो नि बल्ल बल्ल भाइको छुट्टी भएर दाजुभाइ हिँडेको भनौँ न। आज त्यो के झर्दा रे भाइ? यो भाइ दाइ यो फेमस जोडी झर्नाको नामले फेमस छ। जोडी झर्ना हाम्रो चाहिँ जोडी नभएको भएर चाहिँ दाजुभाइ जोडी हो। अनि फेरि यहाँको फेरि म कम्प्लेन पनि गर्न चाहन्छु भाइ है। यो ठाउँको मान्छेले यहाँको रोड व्यवस्था चाहिँ राम्रोसँग गरिदिनु पर्ने रहेछ। हो नि त यार, यस्तो फेमस प्लेसमा अनि रोड बनाइदिनु पर्यो है। अनि रोड एउटा चाहिँ बनाउनुपर्छ। हेर्नु त बाटैभरि पानी नै छ। ल हजुरहरूले हेर्न सक्नुहुन्छ, विकासको पहिलो प्राथमिकता नै रोड हो के। अनि त्यही भएर यहाँको सरकारले नै राम्रोसँग बुझेर यस्तो ब्युटिफुल प्लेसहरू छ नि त। आमा चारैतिर पहाडै पहाड है दाइ। तर रोड चाहिँ अलि भएन। रोड यसो हेरिदिनु पऱ्यो यहाँको स्थानीय सरकारले। अघि होइन दाइ भन्नु न। हो रोड लगभग अब 10-15 मिनटको यात्रा छ हाम्रो जोडी झर्न पुग्नलाई। यो चाहिँ बाइकबाट तपाईँको हेटौँडा बजारबाट लगभग 4-5 किलोमिटर अगाडि सामरी पुल हुँदै आउनुपर्छ। त्यसपछि तपाईँको लगभग 15-20 मिनटको यात्रापछि चाहिँ हामी जोडी झर्न पुग्न सफल हुन्छौँ। ल हेर्नु त माथि, हेर्नु त कस्तो बादल लागेको छ। हेर्नु त कति राम्रो है दाइ। हो बादल लागेको छ नि, बबाल छ नि दाइ। ए राम्रो, त्यही टुप्पोतिर घर बनाएर बस्नु पाएँ है दाइ। अनि तपाईँ त्यत्रो वर्ष बस्नुभयो साउदी कतार है। हजुर, साउदी कतार हेरेर त यो कस्तो छ भन्नु त दाइ? स्वर्गको टुक्रा भन्दा नि हुन्छ भाइ है। आफ्नो देश, हाम्रो देश, मेरो देश भनेर भनेको होइन मैले होइन। हजुर दाइ, हाम्रो देशको इन्भाइरोमेन्ट नै त्यस्तो छ क्या। हो नि, तर बुझ्दैन क्या दाइ हाम्रो देशको सरकार। अलि खै त दाइ, जेन्जी पछि राम्रो सरकार आउँछ भन्थ्यो, हो कि होइन भन्नु न। खै गाँजा भन्छ यो सरकार त झन्। त्यही त नि, त्यत्रो जेन्जीहरूले तपाईँको बलिदान दिएर बनाएको सरकार। ल हेर्नु त खोलाको आवाज सुन्छ अब तपाईँहरूले। हेर्नु त ल बिस्तारै बिस्तारै कस्तो राम्रो है भाइ। हजुर दाइ हजुर। उता देशमा भनेको एउटा रुख रोप्न पनि हामीले हाम्रो बच्चालाई पढाएको जति खर्च लाग्छ र क्या। अनि हाम्रो बच्चालाई हामीले जुन एसएलसीसम्म पढाउँछ नि, हो नि दाइ, त्यति खर्च उनीहरूको एउटा बोट रोप्नलाई त्यसको त्यो हुर्काउनलाई भनौँ न, हुर्काउनलाई त्यति खर्च लाग्छ अरे। अनि हाम्रो यहाँ मूल्य मान्यता छैन यार। कसरी त हेर्नु त, यस्तो जङ्गलको बिचमा, पहाडको बिचमा यति राम्रो जोडी झर्ना होइन हो। वान अफ द फेमस प्लेस इन हेटौँडा। तर धेरैलाई थाहा नहुनसक्छ है यो। फेरि यो ठाउँ धेरैलाई थाहा नहुनसक्छ दाइ। अब हामी घट्टा मकै पिनेर खाने घट्टा घर आउँदैछ दाइ। यो चाहिँ मकै पिनेर खाने घट्टा घर। अनि यस्तो लागेको थियो मलाई। ओहो, यता पनि पार्किङ प्लेस रहेछ त दाइ। हो, हामीले तलै पे गरेँ त नि। हामी तलै पे गरेर राख्यो। ठिक छ दाइ, के छैन। ल हेर्न सक्नुहुन्छ, यहाँ एउटा घर रहेछ है, मकैबारी। मेरो ह्यान्डसम दाइ। ओहो है, फेरि पनि भाइ बाटो सकिएको कहाँ? अब हिँड्नु नि दाइ, अब बाटो यात्रा सुरु हुँदैछ। ल यहाँ लेखेको छ हेर्नुहोस् है, पानी घट्टाको अवलोकन गरौँ गाइस। यो चाहिँ घट्टा। ए घट्टा चाहिँ यहाँ तल रहेछ। यो चाहिँ हो क्या, जाउँ हेरेर आउनु त एकचोटि। घट्टा पनि, घट्टाबाट चाहिँ के हुन्छ भाइ? घट्टाबाट त यसो मकैहरू पिन्छ नि। मकैहरू पिनेर झोडा बनाएर खाने ठाउँ। ल यहाँ चाहिँ घट्टा मर्मत भइरहेको रहेछ। पानी रोकिया रहेछ नि। ओहो सर, घट्टा बनाउँदै हो सर? एहे
भनेपछि हामी यो घटाबाट के पिन्न सकिन्छ हामीले मकैको पिठो मात्रै हो ए पिठो मात्रै गहुँ पिठो मकै सबै है यो चाहिँ नेचुरल पानीबाट मात्रै चल्ने होइन त नेचुरल पानीबाट मिसिने पानीबाट चल्ने कोदो हजुर हजुर ल धन्यवाद तपाईँलाई र साथीहरू तपाईँले देख्न सक्नुभयो यो चाहिँ हाम्रो नेचुरल घट्टा अरू नि पिनिन्छ अरे मकैबारी हिँडेछ दाजुभाइ होइन हो एकदम बेस्ट यात्रा हुने भयो आज अनुभव कस्तो भइरहेको भनिदिनु न दाइ एकदम सोचेको भन्दा अलग्गै भइरहेछ है आज हामीले ड्रेस चाहिँ अलि चेन्ज गरेर आउनुपर्ने छ भाइ भने हामीले अलि यो अहिले हामीले सोचेकै थिएन नि त दाइ हो ल हेर्न सक्नुहुन्छ खोला घट्टा चलाउने खोला यही ल सर लगाएर घट्टा यहाँबाट बगेर बग्दै गयो त्यो दुलोबाट छिरेर हेर्न सक्नुहुन्छ यो दुलोबाट घट्टा छिरेर चाहिँ त्यहाँ चल्ने भयो पानी खोल्दैछ यता ल 6 मिनट हिँडिसकेको छ त हामी यार 6 मिनट भइसकेको छ हामी हिँडे 15 मिनट पुग्छ हजुर हजुर 15 मिनट जति लाग्छ हामीलाई अब आइपुग्नु लाग्यो 10 मिनट अब नेचुरल ब्युटी बवाल छैन त अरे बबाल छ भाइ इन्डियाको देशीले त थाहा भएछ भनेपछि त नि होइन हो नि त हो नि इन्डियनहरूलाई पनि थाहा भइसक्यो भनेपछि नेपालमा डरामा भएको कतिपयलाई थाहा नहुन सक्छ ल हेर्न सक्नुहुन्छ चारैतिर पानी नेपाललाई त्यत्तिकै जलस्रोतको दोस्रो धनी भने होइन नि दाइ हो हेर्नु त जताततै पानी कस्तो हुन त भाइ छ नि त्यत्तिकै विश्वमा जलस्रोतको दोस्रो धनी भनेर नेपाललाई भनेको होइन नि त साथी हो भगवान्ले नै दया गरेको हो के हो नि हरामीहरूले चलाउँछ यो देश के गर्नु छ तिमीहरू अलिअलि भए पनि गरेर खाऊ भनेर जमिन त्यही भएर पानी जिन्जीको सरकार आएपछि झन् राम्रो हुन्छ होला भन्ठाने है झन् के राम्रो हुनु यार यस्तो नेचुरल प्लेसहरूलाई एडभर्टाइज गर्नु छैन हो नि ओहो डेन्जर प्लेस वान अफ द फेमस प्लेस भन्यो ल यस्तो डाँडा टाढा चढ्दै ओकाली ओह्राली गर्दै होइन त दाइ हो आफ्नै गाउँ फर्की आए होइन त दाइ यो स्थानीय सरकार पनि त हरामी रहेछ त भाइ हो नि त है यो त हेर्नु नि यहाँ नेपाल सरकारले त देखेन स्थानीय सरकारले त देख्ने हो पानी हेर्नु पानी ओहो है यहाँको वडा बवाल छैन त पानी बवाल छ त्यस्तो बवाल प्लेस छ यार कस्तो यार त्यसले भनेर ल्यायो भने हुने रहेछ है हो नि त जुन बाटो बनाउने भाइ त्यति गाह्रो छैन रहेछ के आउने हो कि भने त हो नि त यस्तो एटलिस्ट त बाइक आउने ठाउँसम्म त राम्रो बनाइदिनु पर्छ हो होइन त तैँले जुन छ नि हजुर 4 चक्के गाडी आउने बाटो बनाउनु नि गाह्रो छैन रहेछ के अनि डरलाग्दो पाहाड कहीँ जुडेको छैन नि त हो नि नर्मल डाँडाहरू मात्रै छ हेर्न सक्नुहुन्छ गाइज ल आइपुग्यो त हेर्नु अब नजारा ल गाइज अब चाहिँ लगभग आइपुग्नु लाग्यो मर्निङ वक हामी गर्ने तपाईँलाई पनि मिल्ने रहेछ भाइहरूले त नजारा देखाउँदैछौँ है त नजारा भाइहरूलाई मर्निङ वक गर्ने ठाउँ पनि बनाउनु मिल्ने रहेछ के अनि त है ओहो अहिले त के हो व्यवस्थित गरिदिएको रहेछ हो उफ बारसार लाएर रहेछ ठ्याक्क के घाम लाग्यो भने यहाँ मान्छे हिँड्ने मान्छेको प्याक हुन्थ्यो होला है हो नि त 10 देखि 12 मिनट आइपुग्दो रहेछ हामी हो नेक्स्ट टाइममा घाम लाग्यो भने आउने मजाले घाम लाग्यो भने हामी युनिफर्म सहित आउने है हो नि
अनि तपाईँले देखाउँदैछु गाइस। फेरि भाइ टाढा नि छैन नि त यो त खास त होइन नि बजारबाट हामी निक्ल्यो 5 मिनट होइन पुरा बादलले भरिसकेको छ पहाडको बिचमा। सुरुमा देख्ने मान्छे को नेपाललाई गए त्यतिकै नेपाल स्वर्ग जस्तो देश त्यतिकै भनेको होइन नि त है। अनि भाइ उतिर केराको बोटहरू रहेछ त मान्छे घर त के हो यो के हो गाइस यो के फल हो हेर्नु है अङ्गुर त होइन नि त्यो फल होइन त्यो केरा घारीहरू रहेछ कि भाइ के छ त्यहाँ घर छ हो त केराको बोटहरू पनि रहेछ। ल सबैजना एकचोटि अवश्य घुम्न आउनुपर्ने हेटौँडाको सुन्नु भाइ विदेशीले भनेको रिसर्च गर्छ है यो झर्ना कहाँबाट झऱ्यो अनि त्यसको मूल जड कहाँ छ अनि होइन हो नि यो त बगेर गयो यो यहाँबाट बगेर गयो भन्ने हामीलाई थाहा भयो त त्योभन्दा माथि यसको कहाँनिरबाट के कसरी पानी आउँछ त्यो कुरालाई खोज्छ। नेपालमा हरामीहरूले रिसर्च गर्ने मान्छेहरू छैन है कहाँ छोडिदिन्छ हो कि भन्नु त नेपालमा त महाधिवेशन खानपिन महाधिवेशन नभन्नु क्या हो भरे फेरि गाली गर्छ राजसभाहरूले है हो डर छ त के गर्नु होइन रिसर्च त हुनु पर्यो नि त हो कि होइन हामीले पनि नराम्रो भन्नु खोजेको त होइन आफ्नो देशमा हिँड्दै चाँडो विकास होस् राम्रो होस् भन्नु खोजेको मात्रै हो। ल अहिले पिकनिकको लागि पनि राम्रो व्यवस्था गरिदिएको रहेछ ल गर्नु खोजेको रहेछ तर कम्प्लिट भएको छैन रहेछ टोइलेट बाथरुम पनि बनाइदिएको रहेछ अहिले। गाइज फाइनल्ली हामी आइपुगिसकेका छौँ है त ल 12 मिनटको यात्रा पछाडि पाइपबाट त झरेको होइन नि भाइ हो नि पाइपबाटै हो यो माथिबाट होइन होइन त्यो तल र माथि दुईतिरबाट आउने भएको भएर होला कि त यो हो तलबाटै टाँसिदियो आहा माथिबाट पनि छ सो त्यही भएर हुनसक्छ अहिले अलिकति व्यवस्थित त गरिदियो रहेछ। One of the famous place, guys. Bye finally. क्लोज गर्दा हुन्छ हुन्छ हुन्छ